हाई गाइज आज चाहिँ म होइन एकदम लेट भइरहेको छु तर पनि म यो भिडियो चाहिँ बनाउँछु क्या किनभने आज मसँग चाहिँ एउटा ह्याक होइन मैले चाहिँ यो ह्याक चाहिँ मैले पनि त्यो स्क्रोल गर्दा गर्दै भेटेको ह्याक हो क्या बट इट्स भेरी युजफुल फर मी क्या डेली बेसिसमा मेकअप मतलब अब जो अफिस कलेज जो जाँदाखेरि डेली मतलब नर्मल मेकअप होस् धेरै हेभी पनि नहोस् अनि राम्रो पनि देखियोस् भन्नलाई चाहिँ म सर्ट एन्ड सर्टल मेकअप चाहिँ मेरो चाहिँ डेली नै हुन्छ क्या मतलब हुन्छ मतलब होइन अनि त्यो भएपछि चाहिँ मैले एउटा ह्याक यस्तो भएर किनभने मलाई आइलाइनर चाहिँ त्यति लाउनु मन पर्दैन कि अनि किनभने त्यसले अलिकति हुन्छ नि त अनि तर मैले एउटा यस्तो ह्याक भेटाएको छु त्यसमा आइलाइनर लाउनु पनि पर्दैन तर लागेको जस्तो पनि देख्छ कि अनिखेर त्यो चाहिँ त्यो मैले पनि भेटाएको हो अनिखेर मैले आज इट्स माई फर्स्ट टाइम बट आइ एम भेरी इम्प्रेस्ड विथ दिस ह्याक के होइन एउटा लिने इयरबड्स लिने अनि हजुरसँग जुनै पनि गाजल छ जुन छ त्यही लिने होइन अनि त्यसलाई चाहिँ यो माथिपट्टि हुन्छ नि यो माथिपट्टि यसरी लाउने क्या लुक एट द डिफरेन्स यस्तो बबाल देख्छ हजुरको आँखा होइन यस्तो राम्रो देख्छ क्या आइलाइनर मैले लगाएको थिएँ तर लगाएको जस्तो जसरी हामी मुनि आँखा मुनि मलाई चाहिँ आँखा मुनि काजल चाहिँ मन पर्दैन क्या म कहिले पनि लाउँदैन जसरी लाउँछ त्यसै गरी अलिकति यति मात्रै लाग्यो भने कस्तो राम्रो देख्छ कि लुक एट द डिफरेन्स म यता पनि लाउँछु इट्स नट द्याट मच डिफिकल्ट जसरी हामी यहाँ मुनि यसरी लाउँछौँ नि त्यसै गरी नै हो क्या लुक एट द डिफरेन्स कस्तो राम्रो देख्छ बट इट्स ओके आई एम भेरी इम्प्रेस्ड विथ दिस ह्याक